अनिम हजुर कतिमा पढ्नुहुन्छ? नर्सरीमा? ए अनि यतापट्टिको बाबुको नाम के हो? दिपेश हो। सबभन्दा मिठो बोल्ने सोनिम हो रे हो। सोनिम यता हेर न। सोनिम खै अनि मलाई चिन्यौ? चिन्नौ? ओहो बर्बाद हो त। तपाईले मलाई नचिन्नु भनेको त बर्बाद हो त। यता हेर्नु त फेरि। यो हो नि त साथीभाइ, सानोको याद आयो यार। एउटा मेरो नि घैँटे साथी थियो, यस्तै नै बाँडीचुडी गर्ने। स्प्राइट बिस्तारी यो हो क्या साथी भनेको कस्तो हुन्छ हेर्नु त। साथी हो। के खाएको तिमीले सोनिम? के खाएको? के खाएको तिमीले? खै भनिदेऊ नि त। भन्यो नि त खै खै बोले खै भन्यो नि त। कोक खा हो। कोक त होइन होला, स्प्राइट जस्तो लाग्यो मलाई त। यो अगाडिपट्टि स्प्राइट छ। ल हेर्नु साथीहरू, साथी भनेको यस्तो हुन्छ। ल हेर्नु त। ल हेर्नु।